गाह्रो छ नि बोले जस्तो कुरा कहाँ हुन्छ र? गाह्रो छैन, गाह्रो छ भनेर बसियो भने त चुप लाएर सुतेर बसे भइगयो त। गाह्रो छ आज के उठ्नु, आज म दिनभरि सुतेर बस्छु भन्दा भइगयो। गाह्रो पैसाले कतिको बिगारिरहेको छ र कतिको चाहिँ सपारिरहेको छ जस्तो लाग्छ त हाम्रो देशलाई। पैसाले चाहिँ बिगारेको छैन होइन, किनभने पैसातिर मान्छे लागेर चाहिँ बिग्रेको हो नि त। इन्टरभ्यूहरूमा बालेनको लौरो चिन्ह भनेर भनिदिनु भएको छ, भनेको त्यो पेन्ट्रेट नहुने ठाउँमा पनि उहाँले चिरेर पसाइदिनु भएको छ। त्यसको लागि चाहिँ हृदयदेखि धन्यवाद केशव बुवालाई। नगरिकन छ नि, कामै नगर्ने मान्छेहरू छ नि त, सबैलाई पैसा चाहिएको छ, कमिसनको त्यसको उदाहरण तपाईँकै, त्यसको उदाहरण तपाईँ नै हुनुहुन्छ नि। हो त्यही कर तिरेकै रकमबाट, जनताको करबाट उठेकै रकमबाट लोकल रक्सीको समेत ब्रान्डिङ गर्ने हो तपाईँ मेयर हुनुभयो भने? यस्तो हो, लोकल रक्सी चाहिँ नभनौँ, त्यसलाई चाहिँ शब्द प्रयोग गर्दाखेरि ऐला र छ्याङ भन्ने छ। हजुर सोध्नुहोस्। तपाईँ हारिहाल्नुभयो भने कसरी अनुहार देखाउनुहुन्छ? यसरी नै देखाउँछु। तर गाह्रो कामलाई चाहिँ गाह्रो रूपमा सोच्नु चाहिँ भएन। अब यो गाह्रो छ कि ओहो के गर्ने होला भनेर सोच्नु भन्दा पनि आफ्नो काम गर्ने हो नि त। हाम्रो इक्जाममा पनि साथीभाइ पढ्दाखेरि ओहो भोलिको इक्जाम त एकदमै गाह्रो छ, के गर्ने, त्यो सोचेर बस्नुभन्दा त बिहानदेखि बेलुका पढे भयो नि त। किन कुरा चाहिँ लुकाइएको हो कि तपाईँले भन्न नचाहेको हो? होइन, लुकाएको होइन, नसोधिएको चाहिँ हो, सोधिएको खण्डमा भन्ने हो। नसोधिकन सुरुमा एकछिन पर्खिनुहोस् है, मेरो बुढीको बारेमा चाहिँ कुरा गरौँ भनेर गर्ने कुरा पनि भएन। चुनाव जित्न धेरै गाह्रो छ। गाह्रो छ, असम्भव छैन नि त। गाह्रो छ भन्नुभयो, असम्भव छ भन्न सक्नुहुन्छ? मान्छेले देशलाई स्विजरल्यान्ड बनाउनु पर्छ भन्छन्। स्विजरल्यान्डको बाउ बढी मालिका यहीँ छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? स्विजरल्यान्डको पराकाष्ठ रामा रोशन यहीँ छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? खप्तड नेसनल पार्क यहीँ छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? हामी नेपालीहरू माल भएको चाल नपाएको मान्छेहरू पर्यौँ, भएको चिज देखाउनै सकेका छैन। त्योमा तपाईँसँग जिस्टमा आउन चाहन्छु। तपाईँले म 90,000 कति भोट ल्याएर जित्छु भन्नुभएको छ, भोटै काउन्ट गरेर भन्नुभएको छ, त्यो अलिक गफ जस्तो सुनिन्छ। तपाईँले म लगभग 90,000 समथिङ भन्नुभयो भने यति 90,000 यति 100 यति भनिरहँदाखेरि तपाईँलाई माथि मान्छेले यत्रो आशा। तपाईँको झोलामा 10वटा सुन्तला छ भने तपाईँले लगभग 10वटा सुन्तला भन्नुहुन्छ कि 10वटा नै भन्नुहुन्छ? हिस्ट्री भनेको फेरिने चिज हो भाइ, बाले नहिलेसम्म आएको थियो। मैले केपी शर्मा ओलीजीको धरहरा त उहाँले बनाएको हो नि, होइन? त्यो धरहरा होइन, त्यो धरहरा किन होइन? पछाडि जुन भत्कियो, जुन चाहिँ इँटा सुर्खी माटोले बनेको संरचना थियो, त्यो धरहरा हो। अनि त्यो धरहरा किन विदेशीहरू हेर्न आउँथे भन्दाखेरि नेपालीहरू कस्तो अजङ्गको मान्छे रहेछन्, यिनीहरूले त इँटा माटो र सुर्खीले चाहिँ 13 तल्लाको भवन बनाए भनेर हेर्न आउने हो नि त। तपाईँको कङ्क्रिटको टावर त जसले पनि बनाउन सक्छ, हाम्रोभन्दा राम्रो टावर अमेरिकामा चोकचोकमा छैन नि त। रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ, बाटो बन्नु पर्यो। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने काङ्ग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ, सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ। केटाहरूसँग कुरा गऱ्यो भने त्यो अरू कुरा हुन्छ होइन, टेन्सनको कुराहरू मात्रै हुन्छ। किनभने मेरो साथीभाइसँग कुरा सम्झिन्छु, कामको कुरा योको कुरा हुन्छ। छोरी मान्छेले कामको कुरा अलिक कम गर्छ के कुरा गर्छ त धेरै, काम बाहेक अरू रमाइलो कुरा गर्ला नि त। I would love to be remembered as an honest guy rather than a musician or an engineer or a mayor.